हापिट यार यो चाहिँ हामीले मकैको फुला भनेर खान्छौँ है तर यो मकैको फुला होइन त बच्चामा मकैको फुला अहिले चाहिँ यो समुद्रमा पाइने एकदमै मिनरल युक्त खानेकुरा हो रे यो यसको नाम के भन्नु अरे कान्छ मखना है खाँदा मिठो हुँदैन है यो राम्रो मानिदो रहेछ है मैले यो समुद्रमा पाइने भएर त्यहाँ धेरै सारे मिनरल्सहरू पुगेको हुन्छ सबै ठाउँबाट त्यहाँ त्यो कारणले गर्दा यो बढी खनिजयुक्त छ है यो चाहिँ हाम्रो ओखरको गाजी यो पनि हाम्रो दिमाग ब्रेनको लागि भिटामिनहरुमा एकदम रिच एकदमै राम्रो फ्याट है खानुपर्छ यस्तो कुराहरु पहेँलो थाप्नु पर्यो के परेछ पहेँलो यसलाई के भन्छ निकै हरियो र निकै निलो भयो डेढ छैन नि थियो बदाम हो यो चोकडा यो लाए यो दुईटा हैन उता उता अझै उता हो त्यो र अनि यता अब पैसा यो के हो यो कन्टेन्ट क्रिएसनमा छ भनेर खै के भिडियो बनाउन थाले छोकडा जस्तो है को हाइब्रिड पल्ला थियो बिग्रियो छोकडा है हैन बिग्रेको त हैन त्यो नयाँ परी छ इटाली क्वालिटी मारेर बस्नु ओ